मेरो मन तपाईप्रति बस्यो, तपाईँ बिना बाँच्न नसक्ने भयो। एकदमै धेरै मन पर्यो के। Will you be my girlfriend? Do you accept this? कि म तपाईँ बिना बाँच्नै नसक्ने भयो के। Will you be my girlfriend? आज म काठमाडौँको सुन्धारामा केटीहरूलाई गीत सुनाउँदै मक्ख पारेर प्रपोज गर्न लागिरहेको छु। हेरौँ कतिजना केटीहरू पट्टिन्छन् पट्टिँदैनन् अथवा झापड हानेर जान्छन्, के कस्तो रियाक्सन दिन्छन्। भिडियोको अन्तिमसम्म रहेर इन्जोय गर्नुहोला। तपाईँको लागि ल यो गीत। यतिकै छोडा नकेशलाई उडाउन देऊ हावालाई, डुब्छु होला तिम्रो आँखामै, डुबिरहन छ त्यही मलाई। कस्तो लाग्यो दुई लाइन? यो गीत चाहिँ तपाईँको लागि होइन। अनि सुन्नु न, म जब यहाँ थिएँ होइन, गिटार बजाउँदै बसिरहेको थिएँ, तपाईँलाई देखेँ होइन। तपाईँलाई देखेपछि यस्तो भयो कि म तपाईँ बिना बाँच्नै नसक्ने भयो के। आई लभ यु, आई लभ यु। मेरो रोजलाई स्वीकार्नुहुन्छ? हजुरको नाम के हो नि? शर्मिला। ओके ल। यसरी सुन्नुहोस् न, हजुरले नि हजुरहरूले कपाल छोडेर आउनु भएको रहेछ कि। चट्ट कपाल छोडेर आउनेहरूलाई चाहिँ एउटा गीत गाएर सुनाउन चाहन्छु कि। ल ल तपाईँको लागि ल। तपाईँको चाहिँ ठ्याक्कै ओठमाथि कोठी पनि रहेछ के, बगाल रहेछ। नाम के हो? रोशनी है। ओ माई गड यार, मेरो एक्सको नाम रहेछ। ठिकै छ। हजुर ठिक छ। यो गीत सुन्नुहोस् ल एकदम। तपाईँ चाहिँ ताली बजाउनुहोस् ल। अनि के भन्छ, म चाहिँ गीत गाउँछु, तपाईँ फिल गर्नुहोस् ल है। छोडा नकेशलाई उडाउन देऊ हावालाई, डुब्छु होला तिम्रो आँखामै, डुबिरहन छ त्यही मलाई। कस्तो लाग्यो? सुन्नुहोस् न, यो गीत सुनाउँदा सुनाउँदै होइन, मेरो मन तपाईँप्रति बस्यो, तपाईँ बिना बाँच्नै नसक्ने भयो। प्लिज विल यु बी माई गर्लफ्रेन्ड? दुई लाइन गीत तपाईँको लागि गाइदिन्छु, दुई लाइन मात्रै ल। हजुरको नाम के हो नि? करिना। ओके ल गाइज, म करिनाको लागि एउटा गीत गाउँदैछु है। ल एउटा दुई लाइनमा जस्ट है। भनु कसरी म तिम्रो सामु बोली फुट्दैन, तिमीलाई पुग्नु कसरी म तिम्रो सामु शर्माइ जान्छु म। मलाई भन्न आउँदैन, मलाई टोक्न आउँदैन, मलाई कोर्न आउँदैन भावनाका कुरा। कस्तो लाग्यो? विल यु बी माई गर्लफ्रेन्ड? गीत मन पर्यो नि हजुरलाई है? किन भन्न सक्नु हुँदैन नि मेरो गर्लफ्रेन्ड? नभन्ने। यो फुल चाहिँ राखिदिनुहोस् न त, यो तपाईँलाई चाहिँ मेरो तर्फबाट गिफ्ट है। पर्दैन। थ्याङ्क यू सो मच करिना होइन। एउटा गीत म तपाईँको लागि सुनाउन चाहन्छु। तिमीलाई भनु कसरी म तिम्रो सामु शर्माइ जान्छु म। गीत कस्तो लाग्यो? के तपाईँ मेरो गर्लफ्रेन्ड बन्न सक्नुहुन्छ? हजुर किन लजाउनु भएको हजुर? तिमीलाई पुग्नु कसरी म तिम्रो सामु शर्माइ जान्छु म। कस्तो लाग्यो? अनि सुन्नुहोस् न, म चाहिँ तपाईँ बिना बाँच्नै सक्दिनँ के।
म तपाईँलाई दुईवटा गीत सुनाउन सक्छु, सरी 2 लाइन गीत सुनाउन सक्छु। अलिकति यता आउनुहोस् न त है, अरूलाई डिस्टर्ब हुन्छ होला फेरि, त्यही भएर। हजुरको नाम के हो नि? मेरो नाम सबिता। सबिता? हजुर। सबिता, ल तपाईँको लागि एउटा गीत ल। चट्ट है कपाल छोडेर आउनु भएको रहेछ होइन, चस्माले पनि क्या सहिरहेको छ तपाईँलाई, तपाईँको लागि है। त्यत्तिकै छोड नकेशलाई उडाउन देऊ हावालाई, डुब्छु होला तिम्रा आँखामा, डुबिरहन छ त्यही मलाई। म माया मार्दिन, तिमीलाई छाड्दिन, म माया मार्दिन। कस्तो लाग्यो? एकदम दामी। तपाईँको नाम के हो? सबिता। एकदमै धेरै मन पर्यो के, विल यु बी माई गर्लफ्रेन्ड? मतलब तपाईँले जब मेरो गीत सुन्दै हुनुहुन्थ्यो नि, हेर्दा हेर्दै फिदा भयो के, त्यही भएर यो रोज चाहिँ तपाईँको लागि, सबिताको लागि। के गर्नुहुन्छ? डु यु एक्सेप्ट दिस? अब बोयफ्रेन्ड छ? सिङ्गल हो कि मिङ्गल हो? ल भन्नुहोस्। ल ओके ओके, ल ओके। तपाईँ अनकम्फर्टेबल हुनुहुन्छ भने होइन पनि फुल चाहिँ लिनुहोस्। कस्तो छ फुल? अनि मेरो गीत? तपाईँको नाम के हो नि? स्विटी। वा, उहाँको नाम स्विटी अरे होइन। ओके, म उहाँको लागि गीत गाउँदैछु है। ओके ल। कसरी म तिम्रो सामु बोली फुट्दैन, तिमीलाई कसरी म तिम्रो सामु शर्माइ जान्छु म, मलाई भन्न आउँदैन, मलाई पोख्न आउँदैन, मलाई कोर्न आउँदैन भावनाका कुरा। कस्तो लाग्यो? एकदम मेलोडियस छ उहाँको। यो गीत तपाईँको लागि होइन। तब तपाईँले चाहिँ मेरो गीत सुन्दै हुनुहुन्थ्यो एकदमै मन्त्रमुग्ध भएर, म चाहिँ तपाईँप्रति फिदा भएँ के। यो फुललाई स्वीकार्नुहोस् ल। थ्याङ्क यू सो मच है। अनि यो भिडियो चाहिँ टिकटकमा आउँछ ल। मेरो नाम तोया अफिसियल। यस, के भन्नुहुन्छ? ओके, थ्याङ्क यू। म तपाईँहरूलाई एउटा गीत सुनाउन सक्छु, 2 लाइन मात्रै, स्पेसल्ली तपाईँको लागि। हुन्छ है, गीतै त हो आखिरमा, गीतै सुन्दैमा के नै जान्छ र होइन। त्यत्तिकै छोड नकेशलाई उडाउन देऊ लाग्यो 2 लाइन? विल यु बी माई गर्लफ्रेन्ड? हुँदैन? सुन्नुहोस् न, नभाग्नुहोस् न। ओके, त्यो फुल चाहिँ तपाईँलाई जस्ट गिफ्ट लिनुहोस् न।